आज म डराइरहेछु मेरो कविता यो मञ्चमा सुनाउन। आज म डराइरहेछु मेरो कविता यो मञ्चमा सुनाउन। म होइन मेरो कविता, म होइन मेरो कविता। उसलाई कति पनि बानी छैन यतिका मान्छेहरूको बीचमा आएर उभिन। एक्लै त थियो म र मेरो कविता जब उसले छोडेर जाँदा। आज म डराइरहेछु मेरो कविता यो मञ्चमा सुनाउन। म होइन मेरो कविता। मेरो कवितामा लय छैन तर ऊ बहिरो पनि छैन। मेरो कवितामा छन्द छैन तर ऊ अन्धो पनि छैन। मेरो कवितामा लय छैन तर ऊ बहिरो पनि छैन। मेरो कवितामा छन्द छैन तर ऊ अन्धो पनि छैन। तर आज सुनिदिने यो मञ्च नै मेरो कविताको लय हो र आज आएर हेरिदिने यो मञ्च नै मेरो कविताको आँखा हो। आज म डराइरहेछु मेरो कविता यो मञ्चमा सुनाउन। म होइन मेरो कविता। सबै शब्दहरू टुक्रा टुक्रा थिए उसले छोडेर जाँदा। सबै शब्दहरू टुक्रा टुक्रा थिए उसले छोडेर जाँदा। यो मुटु छिया छिया थियो अनि यो कविताको भाका कामिरहेको थियो सबै हात र खुट्टा। भन्दै थियो मेरो कविताले मलाई, म जाँदिन के हुन्छ र तिमी एक्लै जाँदा। भन्दै थियो मेरो कविताले मलाई, म जाँदिन के हुन्छ र तिमी एक्लै जाँदा। म एकैछिन मौन रहेँ, म एकैछिन मौन रहेँ। म केही बोलिनँ, शब्दहरू मैले कोर्न सकिनँ। अनि कविताले फेरि मलाई सोध्यो, मन दुखाएको किन छटपटिरहेको। मन दुखाएको किन छटपटिरहेको। म मुस्कुराउँदै भने फाटेको मनलाई सिउने तिमी। यो हरेस खाएको पानाहरूमा जिन्दगीको शब्दहरू बुन्ने तिमी। कोही नहुँदा साथ दिने तिमी। उसको यादमा रोइदिने पनि तिमी। किन बरु उल्टै मलाई लाग्दैछ तिमी नै छटपटिरहेको। कि मैले कर गरिन भनेर तिमीले मन पो दुखाएको। आज म डराइरहेछु मेरो कविता यो मञ्चमा सुनाउन। म होइन मेरो कविता, म होइन मेरो कविता। आज म र मेरो कविता तपाईहरूको बीचमा आउँदा लाग्छ यो वाचनले सम्पूर्णता पाइरहेछ। आज म र मेरो कविता तपाईहरूको बीचमा आउँदा लाग्छ यो वाचनले सम्पूर्णता पाइरहेछ। मेरो दुःख यो मञ्चमा कतै समेटिरहेछ। त्यो बन्द कोठामा गुम्सिएका ती रचनाहरू आज यो खुला मञ्च खुला आकाशमा सास फेरिरहेछ। लाग्दैछ मेरो कविता ती चराहरूको पखेटासरी उडी उडी तपाईहरूको ढुकढुकीमा ती सबै दुःखहरू आज आएर बास बसिरहेछ। ए मेरो कविता, आज तिमीले घर पायौ। अब नडराऊ, कति पनि नडराऊ। यो टप टप चुहिरहने आँसु रोक्ने यो भिडको छानो पायो। उसले तिम्रो सपना भत्काएर गए पनि अब के भो र। आज यो मञ्चमा तिमीले डेरा पायौ। यसो वरपर हेर त तिमी एक्लो छैनौ यहाँ उभिरहेको। तिमी कति पनि एक्लै छैनौ यहाँ उभिरहेको। दुःखहरू अनेकमा एक छन् सायद त्यसैले होला यो भिडले आफ्नो पालो गोड्दैछ।
आफ्नो कविताहरूलाई पल्टाउँदै हेर्दैछ, आफ्नो कविताहरूलाई सम्झाइ बुझाइरहेछ। आज म डराइरहेछु मेरो कविता यो मञ्चमा सुनाउन। म होइन मेरो कविता, म होइन है मेरो कविता। धन्यवाद। धन्यवाद। शब्द स्पर्श टिमलाई धेरै धेरै धन्यवाद। लङ लिभ। थ्याङ्क यू सो मच है। शुभरात्री।